बायोडाइभर्सिटी पार्क जानु आँटेको यहाँनिर तिमीको। अन्त यहाँनिर चाहिँ सट्टै हेर्दाखेरि चाहिँ के रहेछ भन्दाखेरि चाहिँ फ्लावर सप रहेछ। बायोडाइभर्सिटी भित्र चाहिँ म फर्स्ट टाइम पसेको। यहाँनिर यसो रहेछ, सायद माछा पनि छ रहेछ ऊ है। कस्तो दामी जग्गा रहेछ। योगा गर्न ठिकै छ त। अम्बो तपाईँहरूलाई माछा देखाउँ भनेको कि, तर यहाँ अम्बो यो माछाले खान्छ होला नि भेगुताको बच्चा हो साथीहरू। अन्त यहाँनिर चाहिँ नर्सरी पनि राखेको रहेछ यसरी। अनि यहाँनिर चाहिँ मोल पनि पाउँछ, 400 रुपियाँ केजी अरे। ब्याग सरी 400 रुपियाँ ब्याग गरे ठुलो बोरामा। अहिले देखाउँछु। यो चाहिँ मोल बनाएको हो। ए नर्सरी मात्रै रहेछ यहाँ चाहिँ। मकीको छैन यस्तो दाजु? म पनि जान्छु, मेरो पनि भिडियो गरिदिनुहोस् ल। यहाँको कन्सर्न डिपार्टमेन्टलाई है, किनभन्दाखेरि यो धेरै वर्ष भयो होला बनाएको। मकीको जस्तो रहेछ है। डर लाग्यो, इनोभेट गर्नुपर्ने होला। पुल चाहिँ पुरा हल्लिँदो रहेछ। डर लाग्यो। फलामको बनाइदिनु भन्नु नि। यो चाहिँ फलामको बनाउनु पर्ने रहेछ। किन भन्दा फलामको चाहिँ फरेबर हो नि त। फलामको चाहिँ फरेबर है। उही हौ त्यहाँ हिँडी तर यस्तो स्लो मोसनमा मैला उठाउनु भएको दादाले। यो चाहिँ हाम्रो रेस्पोन्सिबिलिटी हो भनेर नि। हो पक्का, हजुर। हेलो गाइस, नाम के हो तिमीहरूको? सञ्जना छेत्री। मेरो चाहिँ भिडियो छ होइन, म चाहिँ भिडियो बनाउँदै आएको होइन। अन्त मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु ल भनिदिनु न, फलो गरिदिनु भन्नु न। कहीँ हो साथीहरू? यहाँनिर कस्तो क्युट नानीहरू भेटेर मैले भिडियो बनाएको। कस्तो राम्रे हो। भाइ रहेछ नि त यतापट्टिको चाहिँ है, बहिनी र भाइ। तिमी चाहिँ कुन क्लासमा पर्छ? 1 मा हो। यहाँनिर चाहिँ मोल, यहाँनिर चाहिँ अर्ग्यानिक बनाएको मोल रहेछ होइन। 400 रुपियाँ बोरा। लु पक्रिनु त पत्ता, तर उता नजानु ल, गाडी आउँछ। खै आइन त पत्तै। बाई बाई। लास्टमा चाहिँ हामी चाहिँ सब्जी मन्डी आइपुग्यौँ। अहिले त यता पुरा बेसी देख्दैछ त। सट्टै निस्कौँ ल हामी उता। हुन्छ बाई ल बाई ल है। अनि माथि बायोडाइभर्सिटीमा पनि त्यहाँ पनि हामीले फी चाहिँ पे नै गर्नुपर्दो रहेछ, गरेर हामी त्यहाँभित्र जानुपर्दो रहेछ। तर यस्तो राम्रो जग्गा, त्यहाँनिर नेचुरल ब्युटी। अनि त्यहाँनिर कुवाहरू बनाएको रहेछ, माछाहरू पालेको रहेछ होइन। अनि तपाईँहरू पनि नाम्चीबाट चाहिँ कति टाढो पनि पर्दैन, जानु सक्नुहुन्छ त्यहाँनिर आफ्नो परिवारलाई लगेर यसो फ्रेस हुनुको लागि, नानीहरूलाई लगेर है। अनि त्यो माथि बायोडाइभर्सिटी पार्कमा चाहिँ फोटो खिच्ने जग्गाहरू पनि राम्रो छ। अनि त्यहाँनिर चाहिँ मोल पनि बनाउँदो रहेछ है। त्यसको अलिकति माथि फुल बेच्ने दोकान रहेछ। त्यहाँ मैले अघि देखाएको छु फुल बेच्ने जग्गाहरू। अनि त्यहाँनिर चाहिँ मोल पनि पाउँदो रहेछ। 400 रुपियाँ बोरा रहेछ, ठुलो बोरामा हुँदो रहेछ मोल। अनि यही इन्फर्मेसनहरू थियो तपाईँहरूलाई दिनको लागि। सो थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस्।